Hi guys, welcome back to our channel. अनि आज चाहिँ हाम्रो भिडियो के बारे हो भने तपाईहरुले थाहा पाइसक्नुभयो होला। अनि आज मसँग हुनुहुन्छ मेरो भाइ योदिक ठकुरी। अनि त्यसपछि हाम्रो चाहिँ लाइक लास्ट टाइम चाहिँ मैले र सन्दीपले त्यो रोटी र के बनाएको आलु पराठा सरी आलु पराठा बनाएको भिडियो थियो। अनि त्यो हेरेर चाहिँ भाइले चाहिँ अनि आज मलाई चाहिँ अस्ति समको बर्थडेमा हजुरले ब्लग हेर्नु भएको छ देख्नु भयो होला। उसले बनाएको केक हो अनि यति मिठो यति जुसी हैन, यस्तो राम्रो क्या हैन। अनि मलाई चाहिँ एकदमै त्यो केक बनाउन मन लाग्यो, कसरी बनाउँछ त्यो हैन, त्यति मिठो केक भनेर नि आज चाहिँ भाइले मलाई सिकाउँछ। अनि हामी साइड बाइ साइड म तपाईहरुसँग शेयर गर्छु कसरी केक बनाउने भनेर। अनि अस्ट्रेलिया गएपछि चाहिँ म एभ्री बर्थडेमा, सन्दीपको बर्थडेमा, बाबाको बर्थडेमा, मेरो बर्थडेमा आफै केक बनाउँछु है त। सो आजको भिडियो चाहिँ अब हामी केही ढिला नगरिकन भाइ चाहिँ सब प्रेप गर्न रेडी भइसक्यो। अनि आज चाहिँ हामी चाहिँ बाहिर गएर आउँदा हल्का ढिला भएको थियो। सो योदिक आज हामी कुन केक बनाउने हो भन त? आज स्ट्रबेरी फ्लेभरको। ओके, स्ट्रबेरी फ्लेभरको केक बनाउने। अनि कुन सर्कलमा बनाउने कि कस्तो सर्कलमै हैन? सर्कलमा बनाउने। त्यो केक प्यान छैन क्या। ओके, सो हामी चाहिँ 1.5 पाउन्डको बनाउँदैछौँ केक। अनि म तपाईहरुसँग चाहिँ पुरै A to Z हैन क्लिपहरु शेयर गर्छु कस्तो हामीले कसरी बनाउँछौँ। सो रेडी हो है? ल योदिक ओके चाहिँ हामी 3टा अन्डा लिन्छ अनि यसलाई यो व्हाइटलाई र येलोलाई चाहिँ छुट्याउनु पर्छ। फेरि अलिकति राम्ररी बिट हुँदैन क्या आलु भयो भने चाहिँ येलो भाग छुट्यायो। साइडमा राख्ने एकछिन मेरो बर्थडेमा बनाउने इन्ट्रेस्ट थियो क्या पहिले, तिमीले नभएको नभए मैले यस्तो यो विट मिसिन नै किन्छु मन सिक्छु यार, मलाई मन लाग्छ। यो चाहिँ किन चाहिँ छुट्टाको यदि यो पछि यो भन्छ बिट गर्न अलिक गाह्रो हुन्छ क्या, राम्ररी फोमी टेक्सचर निक्लिहाल्दैन। अनि त्यसलाई पछि एड गर्यो भने चाहिँ सजिलो हुन्छ। नगरिकन गर्दा नि हुन्छ एकैचोटि गर्दा कस्तो मजाले रोकिदिएको यो सो पर्फेक्ट, म सक्दिनँ सो पर्फेक्ट एज योदिक नि। ल अब यो के नि हुँदैन है, हाल्नै पर्छ। अहिले हाल्नै पर्छ होइन पछि हाल्नै पर्छ। सो अहिले चाहिँ मजाले गर्दैछ। कति मिनट गर्नुपर्छ? राम्ररी त्यो फर्मी टेक्सचर धेरै आउनुपर्छ फर्म। सो यतिको लेभलमा भएपछि चाहिँ हाम्रो रेडी। यो चाहिँ के गर्नु काम लाग्ने खासमा? यो चाहिँ के को लागि काम लाग्ने हो? यो केक बनाउने नि होइन। 3टा अन्डा हाल्दा चाहिँ 163 ग्राम सुगर हाल्नुपर्छ। 160 ग्राम 63 बढी भयो धेरै भन्छ फेरि धेरै भन्छ धेरै गुलियो हुन्छ होइन, गुलियो भने त्यो टेक्सचर राम्रो आउँदैन त्यसको। ओके, सो 144 170 162 ठिकै छ होइन? सुगर एड गर्नु अनि फेरि गर्ने हो। हजुर, यसलाई के अरे सुगर पाउनु गर्नुपर्छ। कहाँ सिकेको हो यो दिदीले? मैले यहाँ ओडाबाट सिकाएको थियो। हाम्रो अनि मम्मी होइन अस्ति कफी सिक्नु भयो नि त, हाम्रो सर्टिफिकेट नै आइसक्यो मम्मीको। त्यहाँ पनि थियो यहाँ नि है? होइन सबैमा गर्छ। उता चण्डागी तिमीहरूको खाना भएको सबैतिर हुन्छ। अब चाहिँ सो हामी चाहिँ अब यो अन्डा एड गर्दैछौँ। अन्डाको पहिलो भाग भ्यानिला सिरप नै अहिले हाल्ने हो। यसले चाहिँ किन यो स्वाद उसको लागि फ्लेभर। ओके, भ्यानिला सिरप कति? 5 ml हाल्नुपर्छ। ओके, यति भए पुग्छ। जुन फ्लेभर खाने त्यही हाल्ने हो सिरप चाहिँ। चकलेट केक बनाउनु पर्यो भने के गर्ने त यसमा? पिठो हाल्ने जति हाल्छौँ त्यसको 1/3 भाग मैदाको। ओके, अनि 1/3 भाग कोको पाउडर हाल्नुपर्छ। त्यो हाल्यो भने चाहिँ हुन्छ चकलेट केकको लागि चाहिँ।
खाएको भिडियो नि हाल्ने सो म चाहिँ यो चाहिँ ट्राई गर्दैछु है त कस्तो हुन्छ एकछिन कस्तो मिठो हुने तर एक अन्डाको चाहिँ हल्का आउँदो रहेछ है अहिले भर्खर बनाएको भएर तिमी ट्राई गर्छौ 75 ग्राम मैदा हाल्छ अनि 3टा अन्डाको 175 क्यालकुलेट चाहिँ कसरी गर्ने त अनि होइन भन्नाले तिमीलाई अब तिमीले 1.5 पाउन्ड केक बनाउनु लाग्यो नि त 175 हाल्नु भन्यो होइन अब तिमीले कति हुन्छ नि जस्तै अब तिमीले जस्तै 5 पाउन्डको बनाउनु पर्यो कति हाल्नु पर्यो 5 पाउन्डको क्यालकुलेट गर्ने अब 3टाले यति लाग्छ भने मेरो त म्याथै कमजोर छ के गर्नु क्यालकुलेट गर्नै आउँदैन सो कति भयो ठ्याक्क ल 175 एक्ज्याक्टली अब यसलाई नि यहाँ मिक्स गर्ने हो एकैचोटि मिक्स गर्ने चाहिँ यसलाई थोरै थोरै हाल्ने एकैचोटि चाहिँ डल्नुपर्छ है हजुर अनि यसलाई यसरी खोल्ने यसलाई चाहिँ फोल्डिङ हुन्छ फोल्डिङ गरेको He's so talented, my brother. म चाहिँ सुगर मिल्क भएर तर किन्नु नअलिअलि बाँकी भएर चाहिँ यसरी चाहिँ मिक्स अलराइट गाइस सो अब चाहिँ म गर्दैछु है यहाँ कति हाल्नुपर्छ भने हजुर हाल्छु थोरै थोरै हाल्दै गर्नु भयो त्यसलाई अलिकति टिल्ट गर्छ त त्यसलाई माथि ल्याउँदै अनि त्यस घुमाउने हुँदा नि यसरी फेद हाल्ने हजुर Oh my god, I'm so scared at this point. अलिअलि हुन्छ टोक्न चाहिँ नटोकोस् टोक्दैन यसरी हाल्छ त अलिकति माथि राख्छ यसरी यस्तो गोलो सर्कुलेसन होइन त भाइ हजुर हजुर त्यसो भने चाहिँ तलसम्म नै जान्छ त्यो पिठो सबैतिर अब भयो हजुर अब फेरि गाइज मैले चाहिँ त्यस्तो गर्न आएन मलाई चाहिँ होइन यसरी गर्ने है ल यो दिक्लो यसरी गरेको छ नि गोलो 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 अन्डा हल्का मेस भयो भने केही पनि हुँदैन किचन जति मेस भयो त्यति मिठो केक बन्छ निमी डर लाग्दो हो हल्का मैले जसलाई पनि निमी भनेर बोलाएर है बिर्साइ गर्छु कि सो गाइज होइन यस्तो अब हाम्रो बटर पेपर भएन भने चाहिँ यस्तो A4 काटेर चारतिरबाट काटेर यस्तो बनाउने क्या अनि यसमा चाहिँ तेल हाल्ने हो तेल हाल्यो भने चाहिँ नन स्टिकी हुन्छ अरे है टाँसिन दिँदैन अरे क्या निकाल्न सजिलो हुन्छ है त म देखाउँछु अब कसरी गर्छन् ओभनलाई चाहिँ के अरे 10 मिनट जति प्रिहिट गरेर राख्नुपर्छ प्रिहिट गर्नुपर्छ चाहिँ अब यहाँ ओइल हालेर स्प्रेड गरेपछि चाहिँ टाँसिँदैन अरे है यो चाहिँ लाइफ ह्याक DIY डु इट योरसेल्फ यो फुल्लेर माथिसम्म आउँछ माथिसम्म आउँदैन त्यसलाई काटेर बिचमा क्रिम हाल्नुपर्छ अनि अलि हाइट आउँछ है सो यस्तो हुन्छ है यो चाहिँ यही खान मन लाग्यो इक्वल साइडमा बनाउने रहेछ अब चाहिँ यसलाई 200 डिग्रीमा 180 डिग्रीमा होइन 180 डिग्रीमा 30 मिनट्सको बेक गर्न राख्ने अलराइट अनि छोडिदिने त्यतिकै 30 मिनट्सलाई चाहिँ फाइनली यहाँ रेडी भयो है त हाम्रो बेकिङ प्रोसेस चाहिँ मा चाहिँ अब नलाएपछि चाहिँ पाकेको हुन्छ बिचमा नि अनि लागेन भने चाहिँ हजुर यसलाई चाहिँ हामी साइडबाट थोरै छुट्याउनलाई यस्तो गर्ने
ये पेपर नहीं निकाल्ने कि अनि निकाल्ने अहिले ननिकाल्ने यसलाई अब एकछिन कुलहरू कुलिङको लागि छोड्नु अनि अब चाहिँ भाइले यहाँ तातो पानी एकछिन पकाउँदैछ सुगर सिरप बनाउनलाई ओके सुगर सिरप बनाउनलाई यसले चाहिँ हाम्रो केकलाई मोर जुसियर मोर टेस्टियर बनाउँछ है त त्यो चाहिँ पहिला चाहिँ सफ्ट के अरे अलिकति जुसी हुँदैन ड्राई हुन्छ अनि त्यो चाहिँ हाम्रो स्पन्ज केक मात्रै भयो अब त्यसलाई हामीले विपिङ क्रिम र सुगर सिरप हालेर चाहिँ बेकरी स्टाइलको केक बनाउनु ओके अब यहाँ चाहिँ सुगर हालेको छौँ सिरप बनाउनुलाई त्यो चाहिँ अब आफूले कति क्वान्टिटी चाहिन्छ आफै सोचेर मेजर गरेर आफ्नो स्विट कतिको चिनी खाने गुलियो खाने त्यो अनुसार ओके अनि यसमा चाहिँ चिनी पानी कागतीको बोक्रा जुन पनि सिट्रस फुडको बोक्राहरू हुन्छ अनि सिनेमन पाउडर भए पनि हुन्छ सिनेमनको त्यो स्टिकै भए पनि हुन्छ सिनेमन पाउडर ओके अनि यसलाई मजाले बोइल हुन दिनुपर्छ यसलाई चाहिँ मजाले बोइल भएपछि म हजुरहरूसँग भेट्छु है त त्यससम्म चाहिँ हामी क्रिम बेक गर्छौँ ओके हामी चाहिँ क्रिम बेक गर्दैछौँ है त हाम्रो भाइले चाहिँ विप ओके विपिङ अहिलेको हाम्रो ऊ पनि देखाउँ न कस्तो भएको छ अहिले हाइट सानो भइदिए पछि अहिले चाहिँ हाइट सानो छ तर यसलाई चाहिँ हामीले पुरै भित्र फिल गरेर अहिले चाहिँ हार्ड पनि छ है हल्का यसलाई चाहिँ पछि सेट गरेपछि चाहिँ एकदम जुसियर हुन्छ यो चाहिँ विपिङ क्रिम यो चाहिँ हाम्रो नेपालको के नि हुन्न विपो डिलाइट इट्स नट अ पेड प्रमोसन है यो चाहिँ हामीले बनाउँदाखेरि बेकरीतिर पाउँछ हामी अब यो नाम याद गर्नुपर्छ विपो डिलाइट विपिङ क्रिम विपिङ क्रिम छुट्टै ब्रान्डको आउँछ मैले ट्रबलाइटको युज गर्थेँ तर अहिले नपाएर युज गरेँ राइट छ त यसलाई चाहिँ अलिकति मेल्टिङ स्टेटमा राख्नुपर्छ विप गर्नुभन्दा अगाडि चाहिँ यसरी मेल्टिङ स्टेटमा लिक्विडी राइट त्यसपछि यसलाई चाहिँ हामी एउटा भाँडामा खनाउने कति खनाउनुपर्छ धेरै चाहिँदैन यो जति हाल्छ त्यसको डबल भएर निक्लिन्छ क्या ए हो हजुर यसलाई ब्लेन्ड गर्ने हो हजुर यति जति हाल्नु पुग्छ ओके साइड बाई साइड होइन यहाँ चाहिँ यो सिरप बनाउँदै गर्दाखेरि हामी चाहिँ यहाँ क्रिम पनि मिक्स गर्दैछौँ कति 10-15 मिनट Oh my god, that's a very long time. म गरिदिउँ एकछिन चाहिँ यहाँनिर यो चाहिँ अब बन्द गरिदिउँ हामीले ग्यास होइन सिरपको अब यसलाई चाहिँ एकछिन हामी सेलाउनलाई छोडिदिन्छौँ अहिले चाहिँ एकदमै धेरै तातो छ किनभने केक त चिसो हुन्छ नि त अब तातो खानेकुरा नि भएन अनि यहाँ चाहिँ हाम्रो भाइ बहिनीहरू दम तयार अब चाहिँ हामी यहाँ स्ट्रबेरी फुड कलरिङ यो जाम हो कि के हो स्ट्रबेरी फ्लेभर हो यो फ्लेभर हो फ्लेभर र अनि फुड कलरिङ पनि छ फुड कलर पनि यसमा चाहिँ अलरेडी एड भएको छ सो वी डोन्ट नीड टु एड मोर फुड कलर अन इट है त सो गाइज अघि चाहिँ हामीले यो खासमा चाहिँ स्ट्रबेरी हालेको थियो अनि त्यसले हल्का कलर नआएर चाहिँ अहिले हामीले यो हल्का ब्लुइस र पर्पल कलरको फुड कलर पनि एड गरेको छौँ होइन अनि लेट्स सी हाउ इट टर्न्स आउट लेटर अन अनि आज त केक खाएर छैन अलरेडी खाएर पेट फुल गाइस सो फाइनली हाम्रो चाहिँ रेडी भइसकेको छ हल्का पर्पल कलर आएको छ तर यो क्यामेरामा चाहिँ अलि राम्रोसँग देखेको छैन तर यो चाहिँ विपिङ क्रिम चाहिँ भएको कि नभएको भनेर चाहिँ यसलाई यसरी निकाल्दाखेरि यसको यो टुते बस्यो अनि यसरी घोप्टाउँदाखेरि खसेन भने चाहिँ यो चाहिँ भयो है विपिङ क्रिम चाहिँ रेडी भयो रेडी अनि अब चाहिँ हामी केक बनाउन वाउ द फाइनल पार्ट क्रिम खाइछन् दिदी यतिकै तान्छ न गर्छ त यसरी कस्तो मिठो खाऊ त साथी है कस्तो मिठो है सो यम्मी है एकछिनमा यसलाई फ्रिजमा राख्नुहुन्छ ल यो चाहिँ हामी सेट गर्न यसलाई चाहिँ फ्रिजमा छोडिदिन्छौँ है त त्यतिसम्म चाहिँ अब यो अबसम्म चाहिँ हामी यो हाल्नु ल बिचमा हामसँग चाहिँ हुइल नभएको भएर अलिकति जुगाड गरेर बाटा र प्लेट राखेर यो चाहिँ यो चाहिँ नेपाली जुगाड गर्ने तरिका है त गाइज ए तपाईँहरूसँग छैन भने चाहिँ मुनिबाट बाटा देखाउँदैछ मुनिको बाटा
ओके सो मुनिबाट माथिबाट प्लेट राख्ने फिट हुने गरी ओहो लुक एट द्याट नेपाली हो नि होइन अलराइट अब चाहिँ हामी यो यसलाई यहाँ काटेर 3 स्लाइस ओके अहिलेको हाम्रो यो पनि जुगाड पनि हो यो पनि हाम्रो A4 पेपरमा तर लास्ट मिठो हुन्छ क्या मलाई लास्ट मिठो लाग्यो भाइले बनाएको केक तीनटा स्लाइस बनाउने अरे त्यो चाहिँ अब आफ्नो कत्रोको हाइट भएको छ कतिवटा युज गर्नुभएको छ त्यसमा भन्नुपर्छ है क्याल्कुलेट गरेर बनाउनुपर्छ Wow, look at that. Perfect, क्या? Wow, look at that. है यो चाहिँ फाइनल अब हाम्रो सुगर सिरप चाहिँ सेलाउँदै गयो सुगर सिरप हाम्रो यो सेलाउँदैछ अब एकछिन त्यसलाई सेलाउनै दिनुपर्छ यो सुगर सिरप चाहिँ हामीले यो सिरप बोतल नभएर हाम्रो चाहिँ यो जुगाड है नेपाली पाराला बोतलै हुँदैन यस्तो हो हाम्रो बेकरी क्लासमा पनि यसरी सिकाएको यस्तै हो अब नेपाली जुगाड अनि अब चाहिँ हामी पहिला क्रिम दिन्छौँ थोरै यो चाहिँ बेसनलाई यो घुम्दाखेरि नखसोस् भनेर अनि यसलाई राख्ने सुगर सिरप यो चाहिँ आफूलाई कति गुलियो चाहिन्छ त्यही अनुसारको चिनी हालेर अलिकति धेरै गुलियो लगाए पानी नै एड गर्न मिल्छ अनि पानी नएड गरेको चाहिँ 2 हप्तासम्म पनि फ्रिजमा राख्न मिल्छ तर पानी एड गरेपछि चाहिँ 2 दिन 3 दिनमै बिग्रिन्छ चाहिँ पानी चाहिँ त्यही भएर सिरपै हाल्नु पर्यो यसरी सबैतिर स्प्रेड गर्ने तर डन्ट जज अ बुक बाइ इट्स कभर होइन अहिले यसरी बनाएन अहिले हेर्नु न होइन मैले माथि झन् डिजाइन दिएपछि यस्तो बवाल हुन्छ है क्रिस्टिना स्क्रिप्ट चाहिँ हामीले यसलाई यसरी एड गर्छौँ अब यसमा चाहिँ हामीले फ्लेभर अघि नै एड गरिसके भएर हो नभए चाहिँ सब फ्लेभर पनि एड गर्न मिल्छ माथिबाट हामी चाहिँ त्यसको साथ अनि चक्लेट हाल्दैछौँ यहाँनिर चाहिँ चक्लेट चाहिँ हामीले अमुलको मिल्क चक्लेट युज गरेको छौँ टप लेयर लास्ट लेयर अघिको यसको हाइट सायद यति थियो होला अहिले चाहिँ यति भइसक्यो अब यसमा अझै क्रिम हालेपछि अझै ठुलो हुन्छ क्रिम चाहिँ अलिकति थोरै पुग्छ जस्तो लाग्यो अलिकति थोरै भयो भने फेरि नापेर बनाउनु मिल्छ अलिकति स्मुथ भएन भने चाहिँ हामीले यसमा पानी एड गरेर अनि गऱ्यो भने चाहिँ यो खालको स्मुथ तर पानी एड गरेर चाहिँ धेरै दिन राख्नुहुन्न है लाइक युज गरिहाल्नुपर्छ है सो हाम्रो चाहिँ हल्का क्रिम कम भएको जस्तो छ होइन तर केही नै भने किनभने त्यो बनाउनै 10-15 मिनट लाग्दो रहेछ विप गर्नलाई हामी चाहिँ यतिकै जस्तो हुन्छ त्यस्तै किनभने हामीले चाहिँ सिकिरहेको अब म पर्फेक्ट केक चाहिँ म अस्ट्रेलियामा बनाउँछु है त वान डे स्टे ट्युन्ड यो दिकबाट इन्सपायर्ड तर इज भेरी ट्यालेन्टेड गाई के I'm so proud to call him my brother. के गर्नु हाम्रो सन्तानमा सबजना ट्यालेन्ट छन् के है यो दिकलाई नि मैले सिका त हो हामीलाई चाहिँ एकदमै यो होइन चक्लेट अहिलेको चोकोफन रोलहरू छ कि भनेर हेरेको रहेनछ अनि हामी चाहिँ अहिले मार्समेलो र सम चक्लेट होइन त्यो चक्लेटलाई यस्तो धुलो बनाएर अनि यो चाहिँ हामीले टपिङ गरेको छौँ है कस्तो राम्रो देखेको छ यार तर है थ्याङ्क्स टु यो दिक होइन जसले चाहिँ मलाई आज यस्तो मिठो केक बनाउन अब केक कसरी बनायो म त पर्फेक्ट हुन्छु होला है 1-2 चोटिमा चाहिँ अब कसैलाई मेरो केक खान मन छ भने चाहिँ कन्ट्याक्ट गर्नु होला यसोनाज बेकरी वाउ गाइस अब चाहिँ हामी फाइनली केक काट्दैछौँ है त हाम्रो केक कस्तो भयो भित्रको इनसाइड आउट वाउ देखो त अझ हामीले सेट नगरेको क्या कृष्णले टेस्ट गर्न देऊ हाम्रो बहिनीलाई यतिको त हुनुपर्छ अलिक सानोवाला काटेर खाँदेऊ त उसलाई नि विश्वासलाई मलाई कस्तो कृष्ण मिठो
ल यहाँ चाहिँ हाम्रो भाइ अहिले तिमी खाऊ न ओ यो हो नि त माया सनी टेस्ट कस्तो एकछिन नानी बवाल छ है ल मैले धेरै के किने हैन धेरै केक खाएँ होइन धेरै के किने धेरै के खाइयो बर्थडे $1 million केक है धेरै ओकेजन के यो देखला कस्तो लाग्यो मिठो लाग्यो मलाई साङ्गति त मोइस्चर पुगेन यसले किन हामी सेट पनि गर्न टाइम हैन हाम्रो टाइम पनि थिएन नि त सेट गर्न साइज टेस्टिङ केक कस्तो लाग्यो भनेको छ अलिक ड्राई भयो है होइन सेट गरेको छैन भर्खर बनाउने बित्तिकै हो मामा केक ट्राई गर्न आउनु त थोरै थोरै देऊ त मामालाई त्यही देऊ न कृष्ण देऊ त थोरै ठुलो थियो नि ठुलो मैले खान्छ भने मैले खाइदिन्छु वाओ सो डिलिशियस मैले मात्र खाना खाइन क्या गाइस सो गाइस हैन अब चाहिँ म टेस्ट गर्दैछु मिठो हुँदै तर यसमा चाहिँ अझ हामीले वर्कआउट गरेर होइन म चाहिँ अब अलि मिठो मिठो केक बनाउन ट्राई गर्छु मेरो जाँगर चल्यो भने है त मिठो अझ सेट गर्ने यस्तो बबल हुन्छ कि गाइस होइन सो यही होइन आज चाहिँ मैले तपाईँहरूलाई केक बनाउने तरिकाहरू भाइसँग मलाई नै आउँदैन थियो तर मलाई चाहिँ जहिले पनि बनाउनु चाहिँ मन हुन्थ्यो तर बनाउनु नआएपछि आँट पनि नआउँदो रहेछ आइडिया नभएपछि सो नाइस यार भाइ सो थ्याङ्क यू सो मच योदिक मलाई मिठो केक बनाएर खानिदिएकोमा अनि मलाई सिकाएकोमा होइन म चाहिँ सर्टिफाइड केक मेकर भइसकेँ सो त्यही हो है थ्याङ्क यू सो मच योदिक फर टिचिङ मी लगाइरहेँ अब त्यही हो अब अर्को पालि चाहिँ म बबाल केक बनाउँछु होइन अनि योदिकलाई म स्न्याप पठाउँछु है त Thank you so much for watching my vlog till the end and I hope you guys like today's video and त्यही हो है त अब नेक्स्ट vlog मा भेटौँला guys